अन्त ट्याटो चाहिँ मैले हानिसकेको छु मस्त पाराले। त्यही नै हो टकलर फर्स्ट ट्याटो भनौँ न, जस्ट खतरा देखिन्छ ट्याटो टकलर ट्याटो। नमस्ते सबैजनालाई, वेलकम ब्याक छ मेरो न्यू ब्लगमा। टकलाएर अहिले चाहिँ म यतातिर छु, अनि त्यसपछि टकलाएर यस्तो ऐना हेर्दै सिसाको ग्लासमा ऐना टक्क हेर्दै गइरहेको। अनि त्यसपछि त्यही हो, फेरि 15-20 दिनपछि आइसकेको छु है। अब यो ब्लग इन हुँदा कति दिन हुन्छ थाहा छैन, त्यही पनि ब्लग स्टार्ट गर्नु पऱ्यो, भएन यार त्यो नबोलिकन म बस्न सकिनँ तपाईँहरूसित जस्तो भएर अन्त सुरु गर्न थालेको। त्यही हो टकलाएर। अब हेरौँ यो ब्लगले कहाँ गएर अन्त्य हुन्छ तपाईँहरूलाई देखाइहाल्छु। म उस्तै परि घर जाने बेलै हुन्छ कि देखाइहाल्छु। त्यति भन्दै टकलाएर खानसँग चाहिँ मैले जस्तो खाएर बसिसकेँ। अनि त्यस अर्को नयाँ कुरा के एड भएको छ भन्दाखेरि ट्याटो हान्दैको छु खतरा पाराको, देखाउँछु। क्यान्सर हुन्छ टकलार ट्याटो हानिसकेको छु। ट्याटो चाहिँ खतरावाला 3 दिन जति भयो, अझ राम्रोसँग त्यो कलर आएको छैन है। अनि त्यस ट्याटो चाहिँ मैले हानिसकेको छु मस्त पाराले। त्यही नै हो टकलर फर्स्ट ट्याटो भनौँ न, जस्ट खतरा देखिन्छ ट्याटो हान्दा। त्यही नै हो टक्कलाएर। अब हेरौँ कहाँ गर्न सकिन्छ। मैले भनेको थिएँ नि टक्कलाएर भ्लग स्टार्ट गर्छु अनि घर गएपछि मात्रै गर्छु भनेको थिएँ नि। म चाहिँ हिजो घर आएको, अनि त्यसपछि आज चाहिँ कहाँ घुम्न गइयो, जस अलिअलि भिडियो बनाउँछु, त्यो अलिअलि क्लिप हाल्छु। मैले भ्लग चाहिँ गर्न पाएन किनकि लास्टै थगेँ अहिले। अनि अहिले चाहिँ आएर नुहाएर फ्रेस भएर मस्त पार्टी बसिरहेको छु। राति भइसकेको छ है। टक्कलाएर हावा आनन्द ल्याएर फ्रेस भइरहेछ। जस्तै 6 बजी बन्द थाल्यो। अब एकछिन बाहिर कहीँ गइन्छ कि भन्ने आश छ, गयो भने गइहाल्यो, गएन भने अब घरमै बसिन्छ। यहाँतिर यस्तो छ है टक्कलाएर नजारा। सो त्यही नै हो टक्कलाएर है। अब बाइकको हालत त कस्तै भएको छ, आज यति राइड गरेन कि हेर्नु सक्नुहुन्छ यहाँ हिलो आमा धुलै धुलो छ पुरै। त्यही नै हो चट्टलाएर। यो ब्याकग्राउन्ड पनि धेरै मिस गरिरहेको थियो चट्टलाएर। आज मजा आएको छ, मजा। जहाँबाट भ्लग स्टार्ट गरेर त्यहीँ आइसकेँ, त्यही कुर्सीमा आइसकेको छु। त्यसपछि जस ट्रिपमा मैले भ्लग चाहिँ धेरै गर्न पाइएन। त्यसपछि लगभग हामी कहिले हिजो आयो। अनि त्यसपछि त्यही हिजो आउँदा पनि बाटोमा यसो अलिअलि क्लिप मात्रै लिएको। त्यो घरबाट हतारले हिँडेँ यार, 2 बजे त हिँडेको थियो। त्यो पनि हतारले गर्दा बल्ल 2 बजी निस्केको। अनि त्यही हो टक्कलाएर। अब भ्लगहरू चाहिँ छुट्टो मिठो यताउति भयो, मिलाएर हेरिदिनु पर्ने हुन्छ तपाईँहरूले। त्यसपछि त्यही हो टक्कलाएर। अहिले चाहिँ यहाँ टक्कलाएर पसलमा बसिरहेको छु। अब एकछिनपछि कहाँ जान्छु, गयो भने देखाइहाल्छु, गएन भने त्यही नै हो यता। अहिले चाहिँ शनिबार, त्यसपछि स्वयं गएको थिएँ। त्यस भिडियो चाहिँ बनाएन, 1-2 सेकेन्डको बनाएको छु। त्यो चाहिँ मैले त्योभन्दा अगाडि हालिदिइसकेँ, हेर्नुसँग भइसकेको छ होला। त्यसपछि भ्लग स्टार्ट गरेको पनि त लगभग कति 1 महिना हुन थालिसक्यो, इन्डिङै भएको थिएन। हिजो शनिबार चाहिँ अब कहाँ जाउँ लाग्यो। अनि त्यही भएर एकछिन यसो घुम्न गएको। जस बेलुकाखेरि यहीँबाट हिँड्दाखेरि त 7 बजिसकेको थियो। गएर एकछिन 1 घन्टा जति बस्यो माथि। 8 बजेपछि पुलिसले भाइहरू जाऊ भन्दो रहेछ। अनि चिया चाहिँ खाएँ, एकछिन बस्यो टक्कलाएर, अनि फर्केको। त्यही हो। अब लेट्स सी आजको दिनहरू कसरी जान्छ तपाईँहरूलाई म देखाइ नै हाल्छु। अनि त्यही नै हो है त। सो टक्कलाएर म चाहिँ अब अहिले चाहिँ टक्कलाएर रेडी जस्तै भइसकेको छु। 81 घर जाने प्लान बन्यो। अनि त्यसपछि अब भ्लग अस्ति नैको बाँकी थियो, त्यसमै जोडिदिन्छु भनेर अहिले चाहिँ म टक्कलाएर अब घर निस्किनु लागेको है। मस्त पाराले एकछिनपछि निस्किन्छु। लगभग 4 बजी बज्यो, 4:30तिर अब निस्किन्छु। अनि टक्कलाएर आनन्दले बाटोतिर के हुन्छ देखिहाल्छु। अब टक्कलाएर एकछिनपछि निस्किन्छु सर भयो त। टक्कलाएर अहिले बाटोमा आइसकेको छु। त्यसपछि अहिले चाहिँ उज्यालै छ नि त, बिस्तारै टक्कलाएर बस्दै आइरहेको छु। आनन्द पाराले त्यस्तो टक्कलाएर यस्तो जङ्गलमा छु। अब टक्कलाएर हाम्रो चाहिँ म एकछिनपछि टक्कै निस्किनु पर्ने हुन्छ। अनि लास्टै लुखुरै देखिरहेको छ यार, किन बरै लुखुरै देखिरहेको छ। सर मात्रै लाभर होला। अब तल जाउँ, टक्कलाएर देखाउन जान्छु। अस्ति नैको भ्लगमा जोडिदिन्छु। अनि भोलि आउँदाखेरि चाहिँ अर्को नयाँ भ्लग गरेर आउँछु, नयाँ है त।
के अरे ऐसलु र काफल चाहिँ जस बाटोमा अलिअलि छ अब टिपेर त नखाने मैले यहाँ किनेको छु अहिले बाटोमा गएर खानुपर्ने हुन्छ है सो टक्क लगाएर चाहिँ म यस्तो वनतिर एकछिन छिराएको थिएँ त्यसपछि यहाँ टक्क लगाएर गर्न थालेँ अब चाहिँ लगभग म कहीँ पनि रोकिदिनु होला सिधै घर जान्छु अनि त्यसपछि घरमै गएर भेट्नु पर्ने हुन्छ त्यस रमाइलो भयो काफल छ यहीँ काफलहरू खान्छु एकछिन मस्त पाराले यहाँ बस्छु सो टक्क लगाएर म चाहिँ अहिले टक्क लगाएर ढिकुरे आइपुगेँ है अब ढिकुरे आइपुग्नु लाग्यो यहाँनिर चाहिँ रिसोर्ट छ मस्त पारेर यस्तो कुरोहरू बाटो छ अब टक्क लगाएर म चाहिँ यहाँबाट सिधै घर जान्छु अब यहाँबाट नयाँ स्टप कहीँ नरहेकन जान्छु किनकि अब अँध्यारो हुन थालिसक्यो नि त त्यही भएर त्यही हो टक्क लगाएर चाहिँ रमाइलो भयो सोलो राइड चाँडै आइदियो जस्तो भयो 1.5 घन्टा जति भयो होला चाँडै आइदियो अब सिधै घरै जाउँ अनि घरको चिसो हावा खाँदै अनि भिडियो गर्नुपर्ने हुन्छ मर्निङ सबैजनालाई टक्क लगाएर घर आइदियो अनि त्यही आएर चाहिँ सर हावा खान्छु भने हावै चलेन अनि त्यसपछि थकाइ जस्तो पनि लागिरहेको थिएँ अनि त्यसपछि भ्लग पनि गरेन यहाँ सुन्नुहुन्छ यहाँतिरको भ्यू चाहिँ कस्तो छ टक्क लगाएर कुखुराहरूलाई चाहिँ दाना पानी चलिरहेको छ तर अझ राम्रोसँग क्लियर भएन यार वेदर टक्क लगाएर अब चाहिँ मकैहरू सब छर्नको लागि टक्क रेडी भइसकेको छ अनि टक्क लगाएर त्यही हो अब यो भ्लग चाहिँ लगभग छोटो लामो भयो अनि अर्को मेन कुरा भने चाहिँ लुची आँपहरू चाहिँ टन्नै फलायो यसपालि पनि लुचीको यो त आँपको देखाउँछु आँप पनि फलायो टन्नै फलायो आँपहरू सो त्यही नै हो टक्क लगाएर अब चाहिँ यो भ्लग यहीँ क्लिन गर्नुपर्ने हुन्छ अनि त्यसपछि अर्को भ्लगमा भेट्नुपर्ने हुन्छ तबसम्मको लागि बाई बाई च्यानल